नेपालमा भएका सम्पूर्ण अपाङ्गहरूको तर्फबाट सबैजनालाई नमस्कार। एउटा हातले किन नमस्कार गरेर भन्नुभयो भने म पनि अपाङ्गै हुँ, मेरो पनि एउटा हात छैन। अहिलेको नयाँ सरकारलाई के कुरा भन्छु भने म अपाङ्गलाई भत्ता होइन, अपाङ्गले गर्न सक्ने काम देऊ। अपाङ्गले गर्न सक्ने धेरै काम छन्। अहिले धेरै नयाँ नेताहरूको कुरा सुन्दा कसैले पनि अपाङ्गको बारेमा कुरा निकालेन के। धेरैको कुरा सुने मैले। एकजना नयाँ सागर ढकाल भन्नेले चाहिँ वृद्ध भत्ता सम्पन्न भएका वृद्ध भत्ताको भत्ता हटाइदिने भन्ने बारेमा कुरा निकाल्नु भएको थियो। त्यही एउटा हटाउने बारेमा चाहिँ सुने। भत्ता किन हटाउने? तपाईहरुले बाहिर देख्दा सम्पन्न भएका भित्र त्यही भत्ताले के गरौँला भन्ने वृद्ध भएको हुन्छ कि तिनी वृद्धलाई पनि जागिर देऊ, त्यसपछि बल्ल उनीहरूको भत्ता हटाइदेऊ। अपाङ्गमा पनि कि जागिरै देऊ कि भत्ता उनीहरूलाई जीविका चल्ने गरिदेऊ। अपाङ्गको कार्ड बनाइदिएर त्यहाँबाट एउटा भत्ता भनेर दिएर एक बोरा चामल नआउने भत्ता दिएर नटार देऊ। अहिलेको सरकारमा यिनी कुरा निकाल्न कसैले पनि उठाएनन्। एउटा महावीर पुन सरको नम्बर राख्नु भएको थियो, मलाई फोन गर्नु होला भनेर अब म फोन गरेँ 2-3 पटक, उहाँको फोन उठेन। उहाँले एउटा कमसेकम कुरा त निकालिदिनु होला भन्ने भएर उहाँलाई पनि कल गरेँ मैले, तर उहाँको पनि फोन उठेन। कसैले अपाङ्गको बारेमा केही सोचेको छैन। जति छन् आफ्नै उसको पारा छ, कताबाट मन्त्री पाइने हो, कताबाट के छ, यिनी कुरा कोही निकालेका छैनन्। कसले निकाल्छ यो कुरा सक्दो सेयर गरेर हामी अपाङ्गलाई बाँच्ने एउटा आधार देऊ। अपाङ्ग भत्ता होइन क्या, हामीले गर्न सक्ने धेरै काम छ, हामीलाई काम देऊ। हरेक ठाउँमा अपाङ्ग छ कि छैन, यसले कुन काम गर्न सक्छ भनेर त्यो अनुसारले काम देऊ। एउटा नेताले त उठाइदेऊ यार। यिनी अपाङ्ग महासङ्घहरू छन्, यिनीहरूले गर्नेवाला केही छैन। उनीहरूले कहाँबाट डोनेट आउँछ, कताबाट के आउँछ र वाप्प खाम भन्नेवाला केही छैन। म पनि 8-9 वर्ष अगाडि अपाङ्ग महासङ्घ धाएको हुँ। त्यहाँबाट 20-25 हजार दिने, त्यही 20-25 हजारले जे गर अर्को चट्याडे भ्याइयो भने मैले त्यतिखेर जागिर कुटाएपछि मैले त 20-25 हजार ल्याएन। 20-25 हजार ल्याएर के गर्ने हो मैले? के एउटा रोजगार हामीलाई ठेला धकल्न मिल्दैन, रिक्सा चलाएर रिक्सामा गर्न मिल्दैन। 20-25 हजार ल्याएर गर्ने के हो? एउटा खोलेर बसेका छन्, गर्नेवाला केही छैनन् कसैले नि। त्यही भएर एउटा जागिर देऊ अहिलेको नयाँ सरकारले, कि जीविका चल्ने गरेर भत्ता देऊ कि भत्तै बन्द गरेर होइन, कि जागिर छन् हामीले गर्नु। मेरो एउटा हात छैन, हरेक उसमा म उस छ। यो नगरपालिकादेखि ल्याएर हरेक कार्यालयमा एउटा टिकट काट्ने मान्छेदेखि ल्याएर उस छैन। हामीले हात नहुनले टिकट काट्न सकिन्छ, खुट्टा नहुनले बसेर टिकट काट्न सक्छ, हात नहुनले हिन्डुल गरेर यताउति गर्ने कामहरू गर्न सक्छ। धेरै कामहरू छन् हामीले गर्न सक्ने। अपाङ्गको नाम ठप्प अपाङ्गको एउटा कार्ड थमाइदिएछ भने कार्ड चाहिँ थमाइदिन्छ। त्यो कार्ड थमाउँदा नि हाम्रो पैसा गाउँ घरमा खोजेर जानुपर्छ, हामी त पैसा कहाँ आउँछ? यो समस्या कसैले बुझ्देको छैन। अहिलेको नयाँ सरकारमा कसैले त कुरा निकालिदियो यार। एउटा सुनिल ढकालले कुरा निकालेका वृद्धहरूको भत्ता हटाइदिने सम्पन्न भएका घर, तिनीहरू बाहिरबाट हेर्दा मात्र सम्पन्न छ कि त्यही भत्ताले आउँछ र यो किनम र ऊ किनम छ कि भाउ? कि उनीहरूलाई नै रोजगार देऊ? कि रोजगार चाहियो कि भत्ता चाहियो? यसको बारेमा कोही न कोही एउटा नयाँ यत्रा पढेलेखा छौ, कसैले त कुरा निकालिदियो यार। अझै अपाङ्ग पनि कस्तो तरिकाले छ, क ख ग घ यो किन चाहियो? यो एउटा कार्ड बनाइदेऊ कि गर्न सक्छ भनेर यसलाई एउटा जागिर देऊ, कि भत्ता जीविका चल्ने गरी देऊ। यही हो मेरो कुरा। हस्त नमस्कार। यो कुरा सक्दो सेयर गरेर हाम्रो नयाँ सरकार बालेन सरकारसम्म यो कुरा पुर्याइदिनु होला।